नमस्कार साथीहरू, के तपाईलाई थाहा छ किन 1 2 3 लाई प्राकृतिक संख्या भनिन्छ? 0 किन कहिले नेचुरलमा पर्छ, कहिले पर्दैन? √2 जस्ता संख्या किन फ्र्याक्सनमा लेखिँदैन? र यी मध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा, यी संख्याहरू किन एउटै सिस्टमभित्र जोडिएको छ? यदि यी प्रश्नहरू तपाईले पनि अलमल्ल पारिराखेका छन् भने यो भिडियो तपाईकै लागि। स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आज हामी सिक्नेछौँ नम्बर सिस्टम, जुन गणितको एउटा आधार मात्र नभएर तपाईको इक्जाम, कन्सेप्ट र फ्युचर स्टडीको ब्याकबोन पनि हो। अब हामी टपिक्सतिर लाग्यौं। सबभन्दा पहिला प्राकृतिक संख्याको बारेमा बुझौं। प्राकृतिक संख्या अर्थात् नेचुरल नम्बर। प्राकृतिक संख्या भनेको 1 बाट सुरु भएर अनन्तसम्म जाने घनात्मक पूर्ण संख्या, अर्थात् त्यस्ता संख्याहरू जो 1 देखि सुरु हुन्छ र अनन्तसम्म चाहिँ गइराखेका हुन्छ। उदाहरण स्वरूप 1 2 3 4 5 इत्यादि। यही तरिकाले हामी पूर्ण संख्याको बारेमा कुरा गरौँ। पूर्ण संख्या अर्थात् होल नम्बर। पूर्ण संख्या भनेको 0 सहितको प्राकृतिक संख्या हो। अर्थात् प्राकृतिक संख्याको समूहमा यदि हामी 0 थप्यो भने त्यो चाहिँ पूर्ण संख्या कहलाउँछ। उदाहरण स्वरूप 0 1 2 3 4 5 इत्यादि। यस्तै गरी रूट संख्या अर्थात् प्राइम नम्बर। रूट संख्या भनेको त्यस्तो घनात्मक पूर्ण संख्या हो जसलाई हामी 1 या आफै बाहेक अरु संख्याले भाग गर्न सकिँदैन। अर्थात् त्यस्तो संख्याहरू जसमा या त 1 ले या त त्यो संख्या स्वयंले भाग लाग्छ, अरु संख्याले भाग लाग्दैन, त्यस्ता संख्याहरूलाई हामी रूट संख्या भन्छौँ। जस्तै 2 3 5 7 इत्यादि। र यस्तै चाहिँ अब हामी संयुक्त संख्याको बारेमा बुझौँ। संयुक्त संख्या अर्थात् कम्पोजिट नम्बर। संयुक्त संख्या भनेको त्यस्तो धनात्मक पूर्ण संख्या हो जसलाई 1 र आफै बाहेक अरु संख्याले पनि भाग गर्न सकिन्छ। अर्थात् रूट संख्याको अपोजिट। रूट संख्यामा हामी 1 र त्यो संख्या बाहेक अरु संख्याले भाग लाग्दैन भन्ने कुरा पढ्यौं। तर संयुक्त संख्यामा 1 र आफै बाहेक अरु संख्याले पनि भाग लाग्छ भने त्यस्ता संख्याले हामी कम्पोजिट नम्बर अर्थात् संयुक्त संख्या भन्छौँ। जस्तै 4 6 8 9 10 इत्यादि। यस्तै गरी अब हामी जोड संख्या हेरौँ। जोड संख्या अर्थात् इभेन नम्बर। जोड संख्या भनेको त्यस्ता पूर्ण संख्या हो जसलाई 2 ले पूर्ण रूपमा भाग गर्न सकिन्छ। अर्थात् त्यस्ता संख्या जुन चाहिँ 2 ले पूर्ण रूपमा भाग लाग्छ, अर्थात् कुनै शेष रहदैन, त्यसलाई हामी इभेन नम्बर भन्छौँ। जस्तै
2 4 6 8 10 12 14 16 इत्यादि। र अन्तिममा हाम्रो बेजोड संख्याको बारेमा हेरौँ, अर्थात् ओड नम्बर। बेजोड संख्या भनेको त्यस्ता पूर्ण संख्याहरू हुन् जसलाई 2 ले पूर्ण रूपमा भाग गर्न सकिँदैन। अर्थात् जोड संख्यालाई हामी 2 ले पूर्ण रूपमा भाग गर्न सक्छौं, तर बेजोड संख्यालाई 2 ले पूर्ण रूपमा भाग गर्न सक्दैनौं, अर्थात् शेष आउँछ। जस्तै 1 3 5 7 9 11 13 इत्यादि। साथीहरू, आजको यस भिडियो मार्फत तपाईहरुले संख्या पद्धति अर्थात् नम्बर सिस्टमको बारेमा बेसिक कन्सेप्ट पाउनु भयो होला र यी बेसिक कन्सेप्टले हामीलाई म्याथमेटिक्स रिलेटेड अनेकौं टपिक्सहरुमा सहयोग गर्नेछ। यति भन्दै आजको यस भिडियोबाट बिदा लिन चाहन्छु। भिडियो वाच गर्नुभएकोमा तपाई सम्पूर्णलाई धन्यवाद छ। नमस्कार।